हेलो साथीहरु नमस्ते। आज म आएको छु साथीहरु सिन्कीको रेसिपी लिएर हैन। यस्तो टाइपको पनि भिडियोहरु बनाउन जस्तो लागेर हैन। आज चाहिँ हल्का पानी पर्छ, चिसो मौसम छ, त्यही भएर हामी खाँदैछौँ सिन्की पकाएर अमिलो मिठो टक्क परेको। सिन्की चाहिँ एकदमै धेरै मिठो हुन्छ साथीहरु। अनि यो कसरी बनाउने भनेर पनि मैले भिडियो लिएर आएको हैन। तपाईहरुलाई पनि आउँछ होला आउन त, र पनि यो चाहिँ मेरो तरिकाले मलाई पनि आउँदैन थियो मतलब यसरी पकाउन चाहिँ। अनि यो चाहिँ मलाई मेरो जेठानीले सिकाउनु भएको। मैले चाहिँ यसरी पहिले गुन्द्रुक पकाएको छु अनि आज यसरी सिन्की पनि ट्राई गर्नु पर्यो कस्तो हुँदो रहेछ भनेर ट्राई गरेको साथीहरु। एकदमै मिठो भएको थियो। अनि अहिले चाहिँ म आलु तास्दैछु। टक्क लाएर आलु तास्ने, आफूलाई कति चाहिन्छ त्यही अनुसार आलु तास्ने। मैले 2टा तासेको छु, तपाईहरुलाई 3टा 4टा कतिवटा चाहिन्छ त्यही अनुसार तास्नु होला। मतलब कस्तो खालको खाना मन छ, बाक्लो खालको, पातलो खालको, त्यस्तो खालको, जस्तो खालको मलाई त्यस्तै खालको। अनि त्यसपछि यसलाई मैले यहाँ चाहिँ लसुन अनि खोर्सानी ठिक पारेको छु। अदुवा थिएन, अदुवा भएको अदुवा पनि हाल्दा हुन्थ्यो, अदुवा चाहिँ मसँग थिएन, त्यही भएर अदुवा चाहिँ मैले स्किप गरेँ। छ भने हाल्नु होला। त्यसपछि अनि त्यसलाई मिक्सरमा हालेँ। त्यसपछि आलु पनि काटेर मिक्सरमा हालेँ। अनि काटेर किन मिक्सरमा हालेको भन्नुहुन्छ भने पिस्नलाई, किन भन्दा पिसेर त्यसको लदापदा बनाउने। अनि त्यसपछि त्यसको चाहिँ रस पकाउने कसरी भनेर चाहिँ अब अगाडि हेर्दै जानु होला। त्यसपछि अब यो आलु अनि लसुनलाई खोर्सानीलाई मिक्सरमा हालेर घुवाइया पार्ने। अनि त्यसपछि मैले यहाँ जिरा पनि हालेँ। मसँग चाहिँ धनियाको दाना पनि थिएन साथै, त्यही भएर धनियाको दाना हालिनँ। तपाईँहरूसँग छ भने हाल्नु होला। अनि त्यसपछि त्यसलाई मजाले पिसेपछि अनि मसिनो हुन्छ नि त। अनि त्यस ठ्याक्कै हो यतिको बनाउने। अनि त्यसपछि अब यता पकाउने प्रोसेसिङ सुरु हुन्छ साथीहरु। सुरुमा चाहिँ त्यो सिन्कीलाई चाहिँ भुट्नु पर्ने हुन्छ खरो बनाएर हैन। खरो भन्दा पनि गोल्डन ब्राउन बनाएर, त्यही भएर यहाँ म भुट्न आँट्दैछु। तपाईहरु पनि सुरुमा गुन्द्रुक सिन्की जे पकाए पनि अगाडि चाहिँ भुट्नु होला। अनि त्यसपछि यतिको भएपछि चाहिँ अनि ठिक्क हुन्छ। अनि त्यसपछि टक्क लाएर झिक्ने साथीहरु। अनि अब चाहिँ यहाँ आलु अहिलेको पिसेको आलु चाहिँ हो त्यसलाई पकाउने प्रोसेसिङमा जानुपर्ने हुन्छ। त्यसको लागि चाहिँ तेल हालेँ, मेथी जिरा हालेँ। अनि खोर्सानी पनि हालेँ 2टा। अघि पनि पिसेको छु नि त, धेरै पिरो हुन्छ होला भनेर। त्यसपछि प्याज हालेँ। अनि मजाले प्याज चाहिँ गोल्डन ब्राउन भएपछि चाहिँ अब चाहिँ यसमा हाल्नुपर्ने हुन्छ अघि पिसेको त्यो आलुहरू। त्यो हालेर मजाले पकाउनु पर्ने हुन्छ। मसिनो छ आलु त, त्यो पाक्नलाई धेरै टाइम लाग्दैन, र पनि पकाउनु त पर्यो। त्यही भएर नुन बेसारहरू हालेर नुन हालेँ। अनि धुलो मसला पनि हालेँ। त्यसपछि अब यसलाई मजाले पकाउँछु, पानी हाली पकाउँछु साथीहरु। मैले चाहिँ मिक्सचरको त अघि पिसेको थियो नि त, त्यही भएर त्यसैमा हल्का पखालेर पानी हालेँ। अझै पानी हाल्छु। मजाले पकाउनु पर्छ यसलाई चाहिँ। आलु काँचै त खानु भएन, त्यही भएर मजाले पकाउने साथीहरु। तपाईहरु पनि यो रेसिपी चाहिँ ट्राई गर्नु होला, यस्तो दामी हुँदो रहेछ। बस अलि बाक्लो खाने मन लाग्ने अलिक धेरै आलु, अलि पातलो खाने मन लाग्ने अलिक थोरै आलु हैन। अनि त्यसपछि आलु बिना सिन्की त साथीहरु आलु बिना त्यतिकै पानीमा भुलुभुलु उमाल्नु भने पनि मिठो हुन्छ, किनकि अमिलो हुन्छ नि त। अनि त्यसपछि अब चाहिँ मैले आलु पाको। अनि त्यसपछि यहाँ चाहिँ हामीलाई कति चाहिन्छ आफ्नो परिवार अनुसार रस हाल्नु होला। कतिजना हुनुहुन्छ, मैले चाहिँ 4 जनाको लागि बनाएँ। अनि टक्क लाएर अब यसलाई चाहिँ मजाले उमाल्नु पर्ने हुन्छ। अनि यसरी भुलुक उम्लेपछि अब यसमा चाहिँ सिन्की हाल्नुपर्ने हुन्छ। सिन्की हालेर पनि यसलाई उमाल्नुपर्छ मजाले साथीहरु। किन भन्दा त्यसको सिन्कीमा भएको रस त सिन्कीमा भएको अमिलो त तान्नु पर्यो नि त अरे क्या। त्यसपछि मजाले भुलुक उम्लेपछि सिन्की इज रेडी साथीहरु। यस्तो मिठो सिन्की खानु पाए त म त 5 थाल भात खाइदिन्छु अरे क्या। अनि सधैँ क्या मलाई यो भात जहिले धेर हुने, आज त थोर भइरहेको क्या साथीहरु, हाँस्दा अरे क्या। अनि त्यसरी तपाईहरु पनि यसरी मेरो रेसिपी अनुसार बनाएर खानु होला साथीहरु। थ्यांक यू सो मच फर वाचिङ। सबैजनाले च्यानललाई सब्स्क्राइब गरिदिनु होला। सिन्की चाहिँ धेरै मिठो थियो।